हेलो गाइज, वेलकम टु माई ब्लग। आज हामी ग्याङटकको साइट सिन हेर्न जाँदैछौँ। अब रेडी भएर निक्लिने हो। यी म रेडी भइसकेँ। अब हामी साइट सिन हेर्नलाई निक्लिन आँटेका। यसको पछाडि हामी निक्लिने हौँ। यो हेर्नु, वहाँ रुम छ हाम्रो। हामी यहाँबाट माथि चढेर जानुपर्छ। अलिकति तलै छ भने रुम चाहिँ तल छ। हाइटमा पुरा हाइटमा रोड छ अनि हामी माथि चढेर जाँदैछौँ। यहाँ हेर्नु कति सिडी छन्। सिडीमा चढ्दै माथि जानुपर्छ। यो हो ग्याङटकको सबभन्दा ठुलो बिल्डिङ। यहाँ सपिङ मल छ, पुरा हाइटमा छ, ठुलो सपिङ मल छ। कस्तो राम्रो भ्यू छ, यहाँबाट हेर्न सक्नुहुनेछ। यो ग्याङटक सिटीको भ्यू हो। यहाँ हामी अब साइट सिन हेर्नलाई एउटा गाडीमा चढेर जाँदैछौँ। अब हामी जान्छौँ पहिला हामी तासी भ्यू पोइन्ट जानेछौँ। यो तासी भ्यू पोइन्ट आइपुग्यौँ हामी। सिडी चढेर माथि जानुपर्छ। यहाँबाट हेर्नु तासी भ्यू पोइन्ट भनेर यहाँबाट माथिबाट एउटा राम्रो दृश्य देख्न पाइन्छ। यहाँ फुलहरू पनि छन्। यो पहाड, यो पल्लोपट्टि पहाड छ। यहाँबाट बहुत राम्रो भ्यू देखिन्छ। यहाँ गाना चलिरहेको थियो। गानामा डान्स गर्ने यो एउटा रोलिङ बनाएको थियो। ती गानामा नाचिरहेछन् केटाकेटीहरू। हामी यहाँबाट फोटो उठाइरहेको छौँ। यहाँ बिल्डिङ माथिबाट बिल्डिङ कस्तो देखिँदो रहेछ पहाड माथिबाट। योभन्दा हाइटमा जाँदैछौँ हामी एकछिन पछाडि। हाम्रो यहाँ हामीले सिक्किमको ट्रेडिसनल जुन पोसाक हो त हामी लगाइरहेछौँ। यहाँ लगाएर फोटो उठाउनलाई हामीले लगाएका। हामी 3 जनाले लगाएका 200 रुपियाँ दिएर यहाँ फोटो उठाइरहेछन्। यो गुरुङ ड्रेस हो। हरेक कल्चरको आफ्नो आफ्नो ड्रेस यहाँ लगाउन पाइँदो रहेछ। यहाँ मैले लगाएँ। अब यहाँबाट फोटो उठाइरहेछौँ। फोटो म अपलोड गर्नेछु। अब यहाँबाट निक्लिने हौँ हामी। हामी गयौँ। अब गणेशटक जाँदैछौँ। यो बाटाको दृश्य हो। यो पहाड हेर्नु होला। बाटो पनि यस्तो खतरा बाटो। यो हामी गणेशटक आइपुग्यौँ। अब हामी यहाँ गणेशटक माथिबाट हेरिन्छ भ्यू कस्तो देखिँदो रहेछ भनेर। यहाँ हेर्नु होला। अब पहिले हामी यहाँ जुत्ता खोल्नुपर्छ। जस्तै मन्दिरमा आइरहेछौँ त जुत्ता खोलेर भित्र पस्नुपर्छ। हामी यहाँ जुत्ता खोल्न गयौँ। यी जुत्ता यहाँ राख्यौँ। जुत्ता राख्ने बनाएको थियो, त्यसमा राख्यौँ। अब हेर्नु यहाँ गणेशटकदेखि माथिको भ्यू, पहाडदेखि माथिबाट तलको ग्याङटकको पुरा सिटी देखिँदो रहेछ। यहाँबाट पुरा सिटी, ग्याङटक सिटी यहीँबाट देखिन्छ। तपाईँलाई म देखाउँदैछु जुम गरेर। मैले अघि देखाएको ठुलो बिल्डिङ यहाँ हेर्नु होला। वहाँ पर छ। सबै माथिबाट भ्यू यस्तो मजा देखिँदो रहेछ। तपाईँहरू पनि आउनु होला ग्याङटक घुम्नलाई। मैले देखाएको बिल्डिङ अहिले एकैछिनमा मैले देखाएको थिएँ। अहिले एकैछिनमा हेर्नु बादलले सबै ढाकिदियो। अब हामी यहाँबाट फोटो खिचेर हामी हनुमान टक जाँदैछौँ। यहाँ हामी गाडीमा चढेर हिँड्यौँ। बाटामा हामीले एउटा जङ्गल जस्तो पार हुँदाखेरि यहाँ मृग एउटा देख्यौँ हामीले। यहाँ हामी अहिले हनुमान टक पुगिसक्यौँ। यहाँ माथि सिडी चढेर जानु पर्दो रहेछ। जता हेऱ्यो त्यतै सिडी मात्रै छ। पहाड हो त अलिक सिडी भएकै जग्गा रहेछ। हामी सिडी चढेर माथि जाँदैछौँ। यहाँ ठुलो मन्दिर रहेछ। यतापट्टि हाम्रो भ्यू पोइन्ट। यहाँदेखि फोटो उठाउने हो। फोटो उठाउने जग्गा अनि पुरा खुला मैदान जस्तो खालको रहेछ यो पुरा। यहाँबाट भ्यू राम्रो देखिन्छ तलपट्टि। तल पहाडै मात्रै छ भनौँ न। पहाडकै जग्गा हो त, पहाड मात्रै छ। यो हेर्नु भ्यू पोइन्टबाट माथिदेखिबाट तलको भ्यू हेर्नु होला। के राम्रो भ्यू। अब हामी यहाँ फोटो 2-4वटा खिच्ने हो अनि जाने हो। यो हेर्नु, यो हो पुरा भ्यू हनुमान टक। यहाँ हनुमान टक भन्दाखेरि हनुमानको मन्दिरै हो भनौँ न। अब यहाँ किन टक भनेको त्यो चाहिँ थाहा छैन बारु, तर हनुमानको मन्दिर हो। श्री रामको झाँकी यहाँ देखाएको थियो। यहाँ हामी अब तल नाम्यौँ गाडीबाट। अब हामी जाने हो रुपवे भन्छ अब भनौँ न।
केबल कारमा नै हो त्यस्तामा जाने हो। अब हामी यहाँ नाम्दैछौँ। बाटो हेर्नु त कस्तो जुलपी जस्तो नि त बाटो, घुरेको घुरै छ। बाटो हेर्नुहोस् त तपाईँहरू, कस्तो मजा बाटो। एकपाक घुर्दाखेरि हामी त बेसी चढिएन बारु, भनौँ न 10 किलोमिटर जति गयो, तर थुप्रो टाइम लाग्ने बाटो। घुरै सानो बाटो, गाडी आउँदाखेरि रोक्नुपर्ने यस्तो खालको बाटो थियो। त्यही भएर माने माथि चढिएको थियो। यो हेर्नु, हेर्नुहोस् केबल कारमा चढ्यौँ। यहाँदेखिबाट माथिबाट हेर्न सक्छ पुरा सिक्किमको माने पुरा ग्याङटकको पुरा सिटी देखिन्छ। यहाँ हामी हेर्नु थुप्रैजना चढाउँदो रहेछ। हामी 8-10 जना चढ्यो, तर प्राइस चाहिँ ओभरै थियो भनौँ न। एकजनाको अप डाउन गरेको 250 रुपियाँ। यहाँ हामी सिक्किमको पुरा माथिको ग्याङटकको माथिको भ्यू। पर ग्याङटक सिटी हो, यो पनि घरै सिटी नै हो भनौँ न। अब यो पनि सिटी नै हो। यो पहिले चाहिँ पब्लिक ट्रान्सपोर्टमा गरेको थियो, अहिले टुरिज्मले पनि माने पुरा गइरहेको छ। पब्लिक ट्रान्सपोर्ट असल चाहिँ पब्लिक ट्रान्सपोर्टको लागि बनाएको थियो, अहिले टुरिस्टले अलिकति माने लिइसक्यो भनौँ न। मान्छे चढ्छन् ओर्छन् घुम्छन्, तर धेरै चाहिँ होइन। अलिकति रास्ता 2 मिनटको माने बाटो मात्रै हो। एउटा पहाडबाट अर्को पहाडलाई लिएर जान्छ, जोइन गराउँछ। 2 मिनटको बाटो। यो अप डाउन गरेको 250-53 रुपियाँ 253 रुपिस लिँदो रहेछ। तर यसको मन्थली पास चाहिँ 1100 कति रुपियाँ छ। ऊ त्यसमा हुँदा आउने हामी जाने। यहाँबाट नामेर हामी सिधै एमजी मार्ग गयौँ। एमजी मार्ग भन्ने जग्गा माने कस्तो खालको भन्नु नखोज्नु भने, एक साइड पुरा 2 साइडै दोकान, माझबाट बाटो, हिँड्ने मान्छेहरू। अनि त्यहाँबाट हामी एउटा रेस्टुरेन्टमा गएर खाना खान पस्यौँ, जो मोहितो लेमन। यहाँ माथिबाट भ्यू हेर्नुहोस्। यो एमजी मार्गको माथिदेखि एउटा रेस्टुरेन्टमा पसेका थियौँ, त्यहाँदेखिबाट यो भ्यूज हो हेर्नु होला। अनि हामीले खाना अर्डर गरेका थियौँ, नान। अनि यहाँ हामी अब रुमतिर नाम्दैछौँ, रुमतिर जाने हो। पुरा स्लोपिङ माने अब माथिदेखिबाट तल गिर्नु पर्यो हामीहरूले। पुरा हाइट छ माथि, अहिले स्लोप पुरा छ। यहाँ हामी अलिक दिन माने हामी नथुला जाने प्लान थियो, तर यहाँ सिक्किममा पिएम आउनाले गर्दाखेरि माने सबै रोडहरू बन्द गरिदिएको थियो। त्यही भएर हामी जान पाएन। हामी यहीँबाट घुर्यौँ। यो हाम्रो रातिको भ्यू हो। राति हामी एमजी मार्ग गएका थियौँ। यहाँ हेर्नु होला, राति हामी एमजी मार्ग घुमेर आएका। माने क्राउड पुरा, माने यहाँ टुरिस्ट पुरा आउँछन्। माने अब भनौँ न कपाल बेसीभाग आउँछन् यहाँ हनीमुन मनाउन। पुरा घुम्ने जग्गा छ। यो एमजी मार्गमा चाहिँ 24 आवर्स भनौँ न। अब बिहानदेखिबाट रातिसम्म पुरै मान्छे नै भिडै मात्रै हुँदो रहेछ। यहाँ फोटो उठाउने हाम्रा बापी दाई फोटो उठाइराख्नु भएछ। यहाँ फोटो उठाउने, खाना खाने, किन्ने हरेक वस्तु भेटिन्छ। यहाँ इन्डियन फ्ल्याग हेर्नु, हरेक जग्गामा इन्डियन फ्ल्याग लगाएका थिए। हेर्नु इन्डियन फ्ल्याग पुरा। अनि पिएम आउँछ भनेर लगाएको होला। यो एउटा जग्गा हो जहाँ यसको भिडियो भाइरल भएको थियो। जो के मजा भ्यू छ हेर्नु त। तर गाडी आइरहेछ, नो साउन्ड, नो हरेन, केही हरेन बज्दैन। माने यति माने डिसिप्लिनमा गाडी कुद्छन् भने तपाईँ सोच्न सक्नुहुन्न। यहाँ पुरा डिसिप्लिनमा, नो हरेन, केही एउटा हरेनै बज्ने थिएन। मैले तर यहाँ म्युट गरेको छ, तर पुरा हरेनै बज्दैन यो जग्गामा। अनि हामी एउटा ठुलो सपिङ मल देखाएको थियो, हो त्यो सपिङ मलमा पस्यौँ। यहाँ गेमको साइडमा हामी गएका थियौँ। यहाँ पुरा गेम। यहाँ त माने एउटा कार्ड लिनुपर्छ 1000 रुपियाँको। अनि त्यो कार्डले तपाईँले सबै खेल्न सक्नुहुनेछ। यो हेर्नु गेमको सेक्सन नै पुरै छ। यहाँ मैले एक बार मसाज पनि लिएँ। यो मसाज 150 मा 10 मिनट्सको मसाज हो। पुरा आराम, माने खुट्टादेखि डडेलादेखि टाउको सुगुन माने पुरा फुल्ली मसाज गरिदिन्छ।
मजा लाग्छ। तपाईँहरू पनि एकखेप गरी हेर्नु। अनि यहाँदेखि हामी रुमतिर गयौँ। अब रुममा गएर हामी रेडी भएर हामी घरतिर फर्किने हो। अहिले हामी घरतिर फर्किनलाई गाडीमा चढिसक्यौँ। अहिले टाइम भइरहेछ 5:15। हामी यहाँबाट निक्ल्यौँ। यहाँसम्म तपाईँहरूले भिडियो हेर्नुभयो भने लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। फलो गर्नु होला मलाई मेरो पेजमा। अब हामी घरतिर फर्किने हो। बाई बाई।